सबैजनालाई आई होप सबैजना सन्चै हुन्छ र म सन्चै छु र हिजोको भिडियो आधी मात्र आएको छ आधी चाहिँ नेक्स्ट पार्टमा आउनेछ भन्दाले त्यो धेरै लङ भिडियो भएर मैले चाहिँ त्यसमा खासै हालिनँ अनि एडिट गर्न पनि पाइनँ हिजो पाउन धेरै थियो र हामी 5 बजे उठ्नु पर्थ्यो अनि त्यही भएर अनि खासै एडिट नगरिकनै अब म भुसुक्कै गएछु कि अनि त्यही भएर फर्स्ट भिडियोमा त्यति खासै छैन भने नेक्स्ट भिडियोमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ है अनि के छ दाइ एकदम चिल यार अहिले चाहिँ हामी रुममा छौँ र हैन अनि हाम्रो गेस्टहरू बाहिर कुरा गरिराख्नु भएको छ अनि त्यही हो होला हैन आज चाहिँ बबाल हिमाल खुलिरहेछ अनि त्यही हो पुरै जाऊँ यो चाहिँ माछा पुच्छर हिमाल र अन्नपूर्ण र गङ्गापूर्ण पुरै जुम चाहिँ हुन्छ तर पुरै जुममा त अनि हिमालको टुप्पो यो गङ्गापूर्ण होइन यो चाहिँ अन्नपूर्ण अनि यता चाहिँ माछा पुच्छरे है गाइज जुम चाहिँ बब्बाल हुने क्या सो गाइज त्यही हो होइन अनि हिजोको भिडियो चाहिँ आधी पुरै त धेरै आएको छैन र यो भिडियोमा चाहिँ आउने छ है गुरुङ कटेजदेखि माथिदेखि घुमेको छ है तर त्यसमा चाहिँ किनकि धेरै लङ भएर मैले हालिनन् अनि त्यही भएर चाहिँ अब यो नेक्स्ट भिडियोमा चाहिँ आउनेछ गाइज पक्कै हेर्नु होला सो गाइज म चाहिँ अहिले होटेल सेन्चुरीको माथिबाट आइसकेको छु र ओन भाइ चाहिँ यो होटेलमा काम गरेको थियो होइन होटेल फोर सिजनमा चाहिँ काम गरेको थियो ओन भाइ अनि पुरा घान्द्रुको भिडियो चाहिँ आज चाहिँ मजाले खिच्छु भनेर यति धेरै खिच्छु भनेर चाहिँ मैले थाकिसकेँ यार उकालो ओह्रालो हिँड्दा अनि पानी बनाउन आएको थियो नि त अघि हामी यस्तो घुमेर होटेल जाने आफ्नो सिस्न टिभी आन्टीले फ्लाइ लाइट कता छ रे घामे कस्तो भइरहेछ आन्टीले चाहिँ सिस्न टिभी रहेछ र कता हो अस्ति लाग्यो माथि घरमै छ मान्छेको बुढी कसलाई फोन गरे फेरि गाइस गहुँहरू नि फल्ने सिजन र मकै रोप्ने सिजन पनि रहेछ मलाई थाहा थिएन थियो अनि अघि चाहिँ आलु पनि टक्क लाएर हामी चाहिँ घोरे पानी जाने बाटोपट्टि छौँ होइन अनि टक्कले यो साइडबाट चाहिँ भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले सो अनि दाउरा चाहिँ यसरी काटेर राख्छन् दाइछन् अगाडि यताले पानी बनाएर होटेलको सबै काम गरिन्छ कुक पनि हो होइन टोइलेट सब हानिदिन्छु है केटा हो पानीदेखि सबै होइन बुढी चाहिँ मजासँग पालिन्छ फेरि लगाइ सिनहरू गहुँ फल्ने सिजन आलुहरू गोडिन रासन आन्टी नजिकै छन् तर म टाढा गरेको अनि त्यही हो लास्टै थाकिसक्यो यार म गुरुङ कटेज यस्तो झरेर जाँदा है भाइरल गुरुङ कटेज गाई यो चाहिँ घोरे पानी जाने बाटो हो म त्यहीपट्टि छु अनि अनिल सुनवार दाई यहीँ माथि बस्नु भएको थियो होइन त्यो दिन मैले भेटेको थिएँ अनिल सुनवार दाईलाई र विनोद दाईलाई अनि साढे 2 अघि यार पानी त्यही यो होटेलमा बस्नु भएको थियो अनिल दाई टक्क लाएर लगाइछ यता नि होटेल बन्दैछ है म चाहिँ अस्ति थाकेँ क्या अब यो यस्तो भिडियो नै हाल्न के यार
आदि बनिसकेछ घर त होटल त आदि बनिसक्यो नि त त्यही हो लगाइ माथि गएर भेट्नेछौँ त्यही गाह्रो अब त काठमाडौँमा हुर्केको मान्छे अहिले ठुलो भएर गाउँघरतिर आउँदा त लोत पऱ्यो पसिना गाइस यस्तो मान्छे है लास्टै गाह्रो केटा हो लास्टै तराईमा जन्मेको मान्छे है यस्तो पहाडी ठाउँमा हिँड्नै गाह्रो केटा हो फलो ओके फलो मी यहीँ माथि हो दिदी घर यहाँ दाइको दिदी घर चाहिँ ए घर बनाएछ दिदी बस्ने होटेल लगाइछ माथि गएर भेटौँ ल माथिपट्टि आइसकेछौँ र अनि यता दाइ र दाइहरू कुरा गर्दैछन् है उहाँ दाइको दिदीले चाहिँ चिया लाउनु भएको छ नजाउने केही जरुरत छैन दिदी यहाँबाट चाहिँ हातदेखि भ्यू पोइन्ट लोरिङ एन्ड रेस्टुरेन्ट अन्नपूर्ण 10 घान्द्रोमा सो हामी चाहिँ अहिले आइसकेको छौँ र अनि एकछिन दिदी दाइहरूसँग कुरा गरेर अनि हामी होटेल जानेछौँ र हेर्दै गर्नु होला भिडियो हजुरहरूलाई पनाराम भ्यू पोइन्टबाट चाहिँ हामी निस्किसकेको छौँ सरी ल गल्ती गरेर अनि यो हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ रहेछ होइन पुरानो जमानाको रहेछ क्या यो होइन उयो क्या मौसम हेर्ने क्या आज पानी पर्छ कि घाम लाग्छ कि भन्ने यति पुरानो रहेछ है लगाइ हामी चाहिँ अब यो डाँडै योबाट हुँदै गुरुङ कटेज हुँदै हामी चाहिँ आफ्नो होटेल पुग्छौँ र अनि हल्का हल्का अब भिडियो क्रप आउँछ नरिसाउनु होला र अहिलेसम्म लोत थाकेको थियो चाहिँ थाकेको छैन है अब किनभने यस्तरी त हिँड्नुपर्ने हो दाल चाहिँ फेरि कटु क्या तल लाउँछ है अस्ति गुरुङगढबाट छिन्ने हो दाइ लगाइस उहाँ गएर भेट्ने छु के आधी बाटो आइसक्यौँ गुरुङ कटेज यहाँ तल छ र नयाँ होटेल बन्दैछ यहाँ चाहिँ अब कुन होटेल त्यो चाहिँ हामीलाई पनि थाहा छैन र हजुरहरूलाई देखाउने छु एकदम यता गाइज ओके गाइज बियास होटेल र अन्नपूर्ण होटेल यहाँ तल छ यो होइन सिमन होटेल र फर्स्ट टाइम म आउँदै बेला चाहिँ यहाँनिर हो क्या मैले उयो लगाएको ड्रेस लगाएको गुरुङ ड्रेस लगाएको यहाँ दाइ यहाँ लगाएको यहाँपट्टि लाग्यो होइन अनि अहिले के भन्दा नि यो नयाँ होटेल हो यार यताको यो अनि यो चाहिँ अन्नपूर्णको स्टाफ सुत्ने ठाउँ है यो चाहिँ त्यसलाई गएको छ सो त्यही हो हामी चाहिँ अब जाड तल झर्नेछौँ र हजुरहरू देखाउनेछौँ अन्नपूर्ण ल हामी चाहिँ अन्नपूर्ण होटेलबाट आइसकेको छौँ हजुर म रोटीमा हुँदा नि लाउँथेँ त यस्तो मुन्द्राहरू त ल ओल्ड भिलेजबाट चाहिँ हामी तल जानेछौँ र ओल्ड भिलेज र गुरुङ कटेज पनि देखाउँछु तपाईँहरूलाई मलाई सब्सक्राइब गर्नुभएको एउटा दिदी चाहिँ यहाँ घुम्न आउनु भएको छ आफ्नो साथीहरूसँग फ्यामिलीहरूसँग र मैले गुरुङ कटेज तपाईँहरूलाई देखाउने छु यो चाहिँ ओल्ड भिलेज भइगयो होइन अनि यो चाहिँ ओल्ड भिलेज भइगयो अनि हामी चाहिँ यता देखाउँछु तपाईँलाई गुरुङ कटेजको है राजु खोइ त्यो गाई चाहिँ हामी चाहिँ गुरुङ कटेजको भनेपछि उताबाट पनि आउनु मिल्छ अनि ओल्ड भिलेजबाट पनि आउनु मिल्छ क्या गुरुङ कटेज अब ड्रेस लाउने हो अब झाडु खाल्दै भइरहनु रहेछ त्यो गाई चाहिँ हामी गुरुङ कटेजमा आइसकेको छौँ मान्छे अलरेडी प्याकेर गुरुङ कटेजमा
ओभर ब्याग यहाँ त ड्रेस लाउनु होइन मिल्छ गुरुङ कटेजमा। हाम्रो होटल चाहिँ उतै भइगयो। यो चाहिँ हाम्रो होटल हो सानी पिया। अनि यो चाहिँ गुरुङ कटेज है एकदम भाइरल घर है। विष्णु दिदी ए उहाँले छ विष्णु दिदीको यहाँबाट फेरि यो चाहिँ विष्णु दिदी। यो चाहिँ अब विष्णु दिदी है। अन्त हामी चाहिँ अब गुरुङ कटेजबाट लाग्नेछौँ। एकदम भाइरल ठाउँ है आइसकेको छ हामी। फोटो खिच्ने र फोटो खिच्ने फोटो नखिच्ने गुरुङ कटेज एन्ड गान्तोक। फोटोसोटो खिचेर अनि अब चाहिँ हामी होटल जानु लाग्यो। र अघि हामी चाहिँ ओल्ड भिलेजबाट आयौँ भने अब यहाँबाट पनि छन् बाटो होटल रोदीबाट। अनि धेरैलाई थाहा नहोला। अनि यो चाहिँ अन्नपूर्ण होटल गेस्ट हाउस हो खासरी है। सो त्यही हो ल क्या ठुलो हुन पायो रोटी अघि थिएन है। लगाइ चाहिँ हामीले चाहिँ अब फोटोसोटो खिच्यौँ गुरुङ कटेजमा। र हामी चाहिँ अब होटल जानु लाग्यो। लगाइ चाहिँ गुरुङ कटेजको चाहिँ यो भइगयो अनि यो चाहिँ होटल रोदी। लगाइ चाहिँ आजको भिडियो यति नै हुनेछ जस्तो लाग्यो। र हजुरहरूलाई पछि भेटौँ ल। ओके बाई बाई।